जय मसिह यहाँ सबैजनालाई फेरि पनि मेरो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र तपाईँहरूको माझमा आज पनि मैले परमेश्वरको जीवित वचन लिएर आएको छु। हेरेर सुनेर आशिषित हुनुहोला। आजको वचन रहेको छ, परमेश्वरमा भरोसा गर, आफ्नै समझमा होइन। मुख्य बाइबलको पद हितोपदेश 3:5 र 6मा यस्तो लेखिएको छ, आफ्नो सारा हृदयले परमप्रभुमा भरोसा गर, आफ्नै समझमा भर नपर, आफ्नो सबै मार्गहरू उहाँलाई सम्झ र उहाँले तिम्रा बाटाहरू सोझा पारिदिनुहुनेछ। आमेन। के तपाईँको जीवनमा यस्तो समस्या छ जसको समाधान नै देखिँदैन? आज परमेश्वरको वचनले तपाईँलाई एउटा सरल तर जीवन परिवर्तन गर्ने उत्तर दिन्छ। आफ्नो समझमा होइन, परमेश्वरमा भरोसा गर। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, हामी प्राय सबै कुरा आफ्नै बुद्धि, अनुभव र योजनाले समाधान गर्न खोज्छौँ, तर धेरै पटक हामी थाक्छौँ, निराश हुन्छौँ र बाटो हराउँछौँ। अब्राहमलाई सम्झनुहोस्, परमेश्वरले उनलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो, तर धेरै वर्षसम्म यही भएन। मानव दृष्टिले त्यो असम्भव थियो, तर अब्राहमले परमेश्वरको प्रतिज्ञामा भरोसा गरे। सही समयमा परमेश्वरले इसाक दिनुभयो। हामी पनि कहिलेकाहीँ ढोका बन्द भएको, प्रार्थनाको उत्तर नआएको वा भविष्य अन्धकार देखिएको अनुभव गर्छौँ, तर परमेश्वरले देख्नु भएको बाटो हामीले देख्दैनौँ। उहाँले सही समयमा सही ढोका खोल्नुहुन्छ। आजको प्रश्न यो होइन, मेरो समस्या कति ठुलो छ। प्रश्न यो हो, मेरो परमेश्वर कति महान हुनुहुन्छ। त्यसैले आज आफ्नो चिन्ता, योजना र भविष्य उहाँको हातमा सुम्पिदिनुहोस्। जब हामी परमेश्वरमा भरोसा गर्छौँ, उहाँले हाम्रो जीवनको बाटो सिधा पार्नुहुन्छ। आज एउटा निर्णय गरौँ, परिस्थितिमा होइन, परमेश्वरमा भरोसा गर्ने। म प्रार्थना गर्नेछु। हे स्वर्गीय पिता, आफ्नै समझमा होइन, तपाईँमा भरोसा गर्न सिकाउनुहोस्। मेरो डर हटाइदिनुहोस् र तपाईँले देखाउनु भएको बाटो हिँड्ने विश्वास दिनुहोस्। यसको नाममा प्रार्थना गर्छु। आमेन। जय मसिह।